यति बेला जेएनजीको समर्थनमा रहनु भएको एउटा मात्र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टी त्याग गर्नुभएको छ। नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले पार्टीको पद त्याग गरेका छन्। बुधबार बसेको केन्द्रीय समिति बैठकमा भट्टराईले अध्यक्ष पद त्यागेको घोषणा गरेका हुन्। साथै मौजूदा केन्द्रीय समिति भंग गरी उपाध्यक्ष दुर्गा सुवेदीको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने निर्णय गर्नुभएको छ। महाधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल चलिरहेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिएका छन्। अध्यक्ष भट्टराईले राजीनामा दिनुभएको होइन, पद त्याग गर्नुभएको हो। उपाध्यक्ष दुर्गा सोपको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने भनिएको छ। महाधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। तत्कालीन नेसपा विभाजनपछि गत माघमा भएको महाधिवेशनबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका थिए। भदौ 23 र 24 गते जेएनजीले विद्रोह गर्दा भट्टराई समेत निशानामा परेका थिए। प्रदर्शनकारीले उनका निजी निवासमा आगजनी गरी ध्वस्त बनाएको थियो, तर भट्टराईले जेएनजीले उठाएको मागलाई समर्थन गर्दै आएका छन्। जेएनजीको विद्रोहले राजनीतिक दलहरूमा नेतृत्वमाथि पद छोड्न पार्टीभित्रै दबाव बढ्दै आएको बेला उनले नैतिकताको आधारमा पद त्याग गरेका हुन्। भट्टराईले नयाँ वैकल्पिक शक्ति निर्माणमा 5 स्वाधीनता, समावेशी लोकतन्त्र, सुशासन, समृद्धि र समुन्नत समाजको राजनीतिक कार्यदिशालाई अवलम्बन गर्ने प्रतिबद्धता बमोजिम 2073 साल जेठ 30 गते राजधानीको दशरथ रंगशालामा नयाँ शक्ति नेपाल गठन गरेका थिए। त्यति बेला उनले अगाडि सारेको भिजन 2074 सालको निर्वाचनबाट अस्वीकृत भयो। निर्वाचनमा पार्टीले नमिठो हार बेहोरेपछि उनले नयाँ शक्तिलाई उपेन्द्र यादव र अशोक राईको नेतृत्वको संघीय समाजवादी पार्टीसँग विलय गराए। त्यसपछि जसपा हुँदै 2079 सालमा नेपाल समाजवादी पार्टी नेसपा पुनर्गठन गरे। माओवादी केन्द्रसँग एकता गर्ने विषयमा पार्टीभित्र तत्कालीन अध्यक्ष महेन्द्र राय यादवसँग मतभेद हुँदा 2080 चैतमा पार्टी विभाजन भएको थियो।